तुरतुरे धारामा हालत यस्तो भइहालेको छ। सुराल्नी च्यातिहाले भ्यूहरू मलाई एकदम धेरै मनपर्छ यो चौबारबाट भ्यू हेर्नको लागि चाहिँ। हेलो साथीहरू, नमस्ते नमस्कार। इट्स मी सन्जी मगर। म फेरि पनि भ्लग लिएर आइसकेको छु। मैले चाहिँ अस्तिको दिनदेखि रेगुलर भिडियो लगाउन कोसिस गरिरहेको छु, तैपनि मैले टाइम दिन सकिराखेको छैन। अनि आज चाहिँ म निस्कँदैछु चौबार। अनि चौबार त कति धेरैभन्दा धेरै साथीहरूलाई थाहा छ होला चौबार भन्ने ठाउँ त होइन। अनि म चाहिँ अब निस्किन लागेको छु। अनि मेरो साथीहरू चाहिँ आउँदैछ, भाइ साथीहरू चाहिँ आउनु बाँकी नै छ, त्यही भएर चाहिँ म पर्खिराखेको छु। अनि म चाहिँ खालि घरबाट निस्किने बेलामा भ्लग बनाउन बिर्सिराखेको हुन्छु, त्यही भएर म चाहिँ बाटोमा निस्केपछि मात्रै मैले भ्लग बनाउनु पर्ने हुन्छ, किनकि त्यति बेला याद हुन्छ नि त, त्यही भएर। अनि अहिले चाहिँ देख्न सक्नुहुँदैछ म बाहिर रोडमा छु होइन। अनि बाइक यहाँ छ। अनि आज चाहिँ दाइको बाइक लिएर आएको छु कि मैले, किनभनेदेखि मेरो भाइ अनि साथी हामी त्रिपल लोड हुन्छ नि त, त्यही भएर त्रिपल लोडको लागि चाहिँ मैले दाइको बाइक लिएर आएको छु। साथीहरू अब हेर्दै गर्नु होला। अहिले चाहिँ म वेटिङमा छु, किनभनेदेखि बाहिर आइसकेको छैन नि त, घामले गर्दा अनुहार त के बित्ति टल्केको, बाहिर आइसकेको छैन। अनि साथीहरू नै आइसकेको छैन, मैले त्यही भएर वेट गरिराखेको छु। अब चाहिँ म बाहिर आइसकेपछि भ्लग स्टार्ट गर्नेछु। त्रिपल लोड बोकेर चौबार जानुपर्ने हुन्छ, आधा बाटोबाट है त। साथीहरू हेर्दै गर्नु होला। फाइनल्ली मेरो भाइ अनि मेरो साथीहरू आइसकेको छ होइन। अब चाहिँ लट्सी हेर्दै जाउँ होइन। अब माथि चौबार गएपछि के हो यो मेरो क्यामेरा। साथीहरू होइन, फाइनली चौबार पनि आइसक्यो। चौबार आएर पनि अब त्रिपल लोडमा ल्याएर पनि अब गिटीमा चिप्लेर पनि हालत यस्तो भइहालेको छ। अनि पानी नै पर्न लागिराखेको छ। आजको मेरो भ्लग चाहिँ खासै राम्रो होला जस्तो छैन, किनकि म लडिसकेको छु होइन साथीहरू। ल ठिक छ। अनि हामी चाहिँ अब चटपटे खान लागिरहेछौँ। यता छ चटपटे। अनि फाइनली मेरो आइसक्रिम होइन। अनि चटपटे बनाउने आमाहरू चाहिँ यता हुनुहुन्छ। यो चौबारमा आउने कतिपय साथीहरूलाई त थाहा पनि होला यो पसलहरू कहाँ कहाँ छ अनि कुन पसलमा को हुनुहुन्छ भन्ने कुरा होइन। चौबारबाट पनि राम्रो भ्यू चाहिँ देखिरहेको छ अहिले चाहिँ। अनि मेरो हालत चाहिँ यस्तो खराब भइरहेछ। अनि सुराल्नी च्यातिहाले होइन, मैले यस्तरी लडिसकेको छु। अनि केही छैन साथीहरू होइन, जिन्दगीमा धेरैचोटि लड्नुपर्छ, तर नि म भर्खर 3 चोटि त हुँदैछु साह्रो लडेको। इट्स ओके, केही छैन साथीहरूलाई हेर्दै गर्नु होला। अझै म के गर्नेछु है त साथीहरू। अब चाहिँ म अहिले चाहिँ खानुपर्ने हुन्छ आइसक्रिम। हेर न, यो चौबारमा आउने कतिपय साथीहरूलाई त थाहा पनि होला यो पसलहरू कहाँ कहाँ छ अनि कुन पसलमा को हुनुहुन्छ भन्ने कुरा होइन। चौबारबाट पनि राम्रो भ्यू चाहिँ देखिरहेको छ अहिले चाहिँ। अनि मेरो हालत चाहिँ यस्तो खराब भइरहेछ। अनि सुराल्नी च्यातिहाले होइन, मैले यस्तरी लडिसकेको छु। अनि केही छैन साथीहरू होइन, जिन्दगीमा धेरैचोटि लड्नुपर्छ, तर नि म भर्खर 3 चोटि त हुँदैछु साह्रो लडेको। इट्स ओके, केही छैन साथीहरूलाई हेर्दै गर्नु होला। अझै म के गर्नेछु है त साथीहरू। अब चाहिँ म अहिले चाहिँ खानुपर्ने हुन्छ आइसक्रिम। हेर न, यो चौबारमा आउने कतिपय साथीहरूलाई त थाहा पनि होला यो पसलहरू कहाँ कहाँ छ अनि कुन पसलमा को हुनुहुन्छ भन्ने कुरा होइन। चौबारबाट पनि राम्रो भ्यू चाहिँ देखिरहेको छ अहिले चाहिँ। अनि मेरो हालत चाहिँ यस्तो खराब भइरहेछ। अनि सुराल्नी च्यातिहाले होइन, मैले यस्तरी लडिसकेको छु। अनि केही छैन साथीहरू होइन, जिन्दगीमा धेरैचोटि लड्नुपर्छ, तर नि म भर्खर 3 चोटि त हुँदैछु साह्रो लडेको। इट्स ओके, केही छैन साथीहरूलाई हेर्दै गर्नु होला। अझै म के गर्नेछु है त साथीहरू। अब चाहिँ म अहिले चाहिँ खानुपर्ने हुन्छ आइसक्रिम। हेर न, खाएर अब म चाहिँ चौबार मेन के गर्न आएको भन्ने कुरा चाहिँ भाइलाई बाइक सिकाउन आएको थिएँ होइन। अब भाइले चाहिँ बाइक सिकिरहेछ, देख्न सक्नुहुनेछ मस्त पारामा बाइक। भाइ चाहिँ आउँदैछ यहाँ बाइक चलाउँदै।
देख्न सक्नुहुनेछ साथीहरू हैन चौबारबाट चाहिँ देखिने भ्यूहरू। अनि आज वेदर चाहिँ एकदम नराम्रो छ क्या, पानी पर्न लागिरहेको छ नि त। बाइक सिक्नको लागि चाहिँ एकदम बेटर ठाउँ छ यो चाहिँ हैन, देख्न सक्नुहुनेछ। अनि अब म चाहिँ त्यो माथि गएर भिडियो बनाउने छु। अनि साथीहरू अस्ति नै हिजो अस्तिको भ्लगमा चाहिँ म मेन त्यो माथिको डाँडा जानु लागेको थिएँ, जुन यहाँ देखिराख्नु भएको छ नि, अहिले त राम्रोसँग देखेको छैन। म त्यहाँ जानु लागेको थिएँ खासमा चाहिँ हैन, देख्न सक्नुहुनेछ कुन डाँडा हो, ऊ त्यो माथिको चुच्चे डाँडामा हैन। म त्यो ठाउँमा जानु लागेको थिएँ तर राम्रोसँग बाटै रहेनछ, म त्यही भएर गइनँ। अनि म चाहिँ आज चाहिँ चौबारमा आएको छु, चौबारको भिजिट गर्नेछु। अनि चौबारमा चाहिँ अब गाडी सिक्न यताउता सबै गर्नको लागि एकदम बेटर ठाउँ रहेछ। मैले पनि अलिक दिन यहीँ सिकेको अनि मेरो भाइले पनि सिक्दैछ। अनि साथीहरू धेरै टाइममा भ्लग हालेको छु, सबै साथीहरूले मलाई बिर्सिनु भयो जस्तै छ, अलिक सम्झेर भए पनि हेरिदिनु होला, माया गरिदिनु होला। म चाहिँ माथि आइसकेको छु साथीहरू हैन, देख्न सक्नुहुनेछ कस्तो बवाल भ्यू छ क्या हैन यहाँबाट चाहिँ एकदम। तर आज चाहिँ वेदर खासै राम्रो छैन साथीहरू हैन, देख्न सक्नुहुनेछ। उनकै नजिक जाउँ उनीसँगै माया लाउँ। यहाँ चाहिँ कति साथीहरू त आइसक्नु नै भएको छ पक्कै पनि हैन। चौबार भनिसकेपछि चाहिँ नचिन्ने व्यक्तिहरू अलिक कमै हुनुहुन्छ होला, नआउने साथीहरू पनि आउनु होला। माथिबाट बबल भ्यू देखिन्छ हैन, यही हो साथीहरू। अरू त म के भन्नु साथीहरू, लडेर घाइते भइहालेँ हैन, यस्तै छ साथीहरू। अनि तल तल चाहिँ देख्न सक्नुहुनेछ गाडीहरू सिकिरहेको। मैले जति पनि यसरी क्यामेराबाट मैले कैद गरेको छु नि, त्योभन्दा पनि म राम्रोसँग तपाईँहरूलाई देखाउने छु चौबारबाट देखिने भ्यूहरू। देख्न सक्नुहुनेछ साथीहरू हैन, यस्तो बवाल छ। तर आज चाहिँ त्यतातिर चाहिँ एकदम पानी परिरहेको छ, त्यतातिर चाहिँ पानी परिराखेको कारणले गर्दाखेरि राम्रो देखेको छैन। आकाश पनि आज राम्रो देखेको छैन, त्यही पनि मैले देखाइराखेको छु यहाँबाट देखिने जुन जति पनि भ्यूहरू। मलाई एकदम धेरै मनपर्छ यो चौबारबाट भ्यू हेर्नको लागि चाहिँ। अनि अरू कुरा त के भन्ने हो र साथीहरूले, तल बोका बाख्राहरू चढिराखेको छ भनेदेखि त्यहाँ चाहिँ गाडीहरू सिकिराख्नु भएको छ साथीहरूले। र अर्को कुरा चाहिँ यहाँ त गाडी सिक्ने ठाउँ पनि एकदम बेटरको छ, यति मात्रै नभई कपाल बस्नको लागि ठाउँहरू पनि राम्रो छ साथीहरू हैन, देख्न सक्नुहुनेछ। म चाहिँ यस्तो बाटोबाट हिँडिरहेको छु भिडियो बनाउनको लागि, बियर खाएर बोतल यहाँ फ्याँकेको रहेछ। अनि देख्न सक्नुहुनेछ यो यहाँ चाहिँ मकै छर्नको लागि के अरे के भन्ने हो, मकै छर्नकै लागि होला सायद यहाँ यस्तो गर्नुभएको चाहिँ, खनेर रेडी गर्नुभयो होला। अनि तल चाहिँ भाइले बाइक सिकिरहेको छ, देख्न सक्नुहुनेछ। अनि आजको भ्लग चाहिँ लगभग यति नै होला साथीहरू, हेर्दै जाउँ हैन। अब कहाँसम्म पुग्छ यति मात्रै पनि हुनसक्छ। माथि भ्यू डाँडाबाट झन् बबाले भ्यू देख्छ साथीहरू हैन। साथीहरू हैन अब अहिले चाहिँ तिरपल लोड नै चाँदो खोज्छ हामी, त्यही भएर देख्न सक्नुहुन्छ ट्राफिक मामाहरू। ओ मामाहरू कता हो, मामाहरू कता हो र, हामी आउँदैछौँ भाइ। भन्ने कुराहरू गर नि तिमीहरू यहाँ, गाडी चाहिँ मलाई लगिन्छ भने आज मेरो बाइक छुट्टो हुने पर्ने पऱ्यो होइन, किनकि 4 जना सक्दैन हामी होइन। ट्राफिक मामाहरू च्यालेन्ज, ओपन च्यालेन्ज, लगेर च्यालेन्ज। बाइक नम्बर पनि छ 08। कति मजा हो,
गीत गाइले आउन पछि भन्नु गीत गाउन बाइकमा त ठाउँ छैन पछाडि बाइकमा त ठाउँ छैन पछाडि ल अब चाहिँ दुईजनाको पालो सकिसक्यो बाई 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 नसकेको अवस्था साथीहरू किनकि मेरो हातमा अनि खुट्टाकालो पनि गइसक्यो त्यही भएर मैले राइड गर्न सकेको छैन त्यही भएर म दाइसँग गइरहेको छु घरमा होइन सबैजनाले गेट वेल सन भन्दिनँ गेट वेल सन हो कि के भयो त्यही हो साथीहरू होइन कहिलेकाहीँ लडिसकेँ कहिलेकाहीँ के हुन्छ होइन तर नि हार खानु हुँदैन अघि नैसम्म चाहिँ मैले लडेर पनि राइड गरिरहेको थिएँ तर अहिले चाहिँ अलिकति बुढालाई अलिकति धेरै नै गाह्रो भएकोले गर्दाखेरि मात्रै हो साथीहरू होइन अब देख्न सक्नुहुनेछ स्वयम्भूमा हाम्रो स्वयम्भूमा चाहिँ पानी परेर यस्तो भइरहेको छ बाटो पनि एकदम चिप्लो छ होइन एकदम बबाल देखिरहेको छ तर नत्र भए अरू बेलामा यो बाटो कति धेरै धुलो हुन्छ होइन तर आज चाहिँ एकदम बबाल भइरहेको छ चाहिँ देख्न सक्नुहुनेछ साथीहरू यो स्वयम्भूको बाटो हो के होइन सट्टा लगाएर ल साथीहरू आजको मौसम चाहिँ एकदम धेरै नराम्रो छ अनि त्यही पनि मैले देखाइरहेको छु यहाँबाट भ्यू देख्न सक्नुहुनेछ त्यतातिर चाहिँ अलिक धेरै नै पानी परेको छ तर यता चाहिँ अलिक कम कम नै छ होइन साथीहरू अनि म चाहिँ छु अहिले कहाँ भने देख्न सक्नुहुनेछ तुरतुरे धारामा होइन मैले झुट बोलेको जस्तो लाग्छ भने हजुरहरूले हेर्न सक्नुहुन्छ देख्नुभयो एनिवे अर्को कुरा यो ठाउँमा के छ त अनि अर्को कुरा चाहिँ नो पार्किङ नोलाई चाहिँ कट गरेर पार्किङ त छ नि त अनि बाइक पनि छ पार्किङ गरिरहेको छ नो पार्किङमा पार्किङ गर्ने तरिका चाहिँ नोलाई छोपिदिने पार्किङ मात्र देखाउने अनि मस्त बाइक राख्ने यो हो नि त तरिका होइन साथीहरू अनि आजको भ्लग चाहिँ यहीँ एन्ड हुन्छ साथीहरू के कस्तो लाग्छ कमेन्ट गर्नु होला हेरेर साथ सपोर्ट माया गरिदिनु होला है त बाइ बाइ